ए कान्छी हजुर तैँले त्यो पहिलाको ज्वाइँसँग अनुहार मिल्ने को मान्छेले राख्यो हँ फेरि त सातो पुत्लै गयो भने को त्यो आमा मलाई थाहा थियो हजुरको सातो जान्छ भन्ने कुरा तर के गर्नु एक न एक दिन यो हुनु नै थियो त्यही भएर मैले उहाँले पनि जाने इच्छा गर्नुभयो अनि दसैँकै बेलामा लिएर आएँ उहाँ तपाईँहरूको पहिलाको ज्वाइँ नै हुनुहुन्छ आमा ए दिदी के नचाहिँदो कुरा गर्नुभएको हो तपाईँले आमासँग यस्तो नचाहिँदो कुरा गर्ने हो तपाईँ साँचो साँचो भन्नुहोस् त त्यो पहिलाको भिनाजुसँग मुख मिल्ने कोही होला होइन होइन कान्छा होइन म कहाँ आमा बुवा तिमीहरूलाई जिस्काउँछु त उहाँ अनुसाको बाबा नै हो तर चाहिँ साहब मर्या मान्छे कसरी जीवित म सबै भन्छु बुवा तर भान्जी हजुर भान्जीसँग एकछिन घुम्न जानुहोस् आउनुहोस् भान्जी एकछिन भान्जीलाई घुमाएर लिएर है ल लिएर जाऊ ल खास